नमस्ते। सन्दर्भ चाहिँ काठमाडौँमा भइरहेको पल्युसन विगत केही एक हप्ता नि भइसक्यो होला, अलरेडी त्योभन्दा नि अलि धेरै भयो। यो प्रदूषणले चाहिँ हामीले टप पोजिसन लिइरहेको है। अनि पल्युसनको बारेमा चाहिँ भन्दाखेरि अब यो भइरहेको जुन छ सिनारियो त्यो केही वर्षदेखि नै भइरहेको छ है। केही वर्षदेखि नै काठमाडौँ चाहिँ टपमा आइरहेको छ। हामीले न्युजमा सुन्न पाइरहेछौँ भने हामीलाई नै आँखालाई नै बाहिर हिँड्दाखेरि आँखा पोल्ने, अनि त्यसपछि हुन्छ नि त्यो लङ्समा त्यो अर्कै हिसाबले एफेक्ट गरेको जस्तो, अनि सास फेर्न सफोकेसनको जस्तो नि एक हिसाबको भइरहेछ। अब कुनै च्याम्बरभित्र बसिरहेको जस्तो फिल हुन्छ क्या, किनभने हामीले अर्थलाई हेर्ने हो भने त यही एटमोस्फियरले नै घेरिरहेको हो नि त अर्थलाई त। अनिखेरि हाम्रै आफ्नो एटमोस्फियरलाई नै यसरी प्रदूषित बनाइराख्ने हो भने त हामी कता गइरहेको छौँ, हाम्रो डिरेक्सन के भइरहेको छ भन्ने त यो ठुलो क्वेसन मार्क हो नि। अनिखेरि यो प्रदूषणको कुरा त केही यो जुन हामीले इन्भाइरोमेन्टलाई अलि नराम्ररी नै हुन्छ नि सही हिसाबमा हामीले ट्रिट गरिरहेका छैनौँ भन्ने कुरा त पहिलेदेखि नै यो आइरहेको कुरा हो। तर अहिले चाहिँ यो कुराहरूले चाहिँ रूप लिन थालिरहेको छ क्या। जस्तै हावामा भइरहेको पल्युसन, अनि पानीमा समुद्रमा भइरहेको जसले चाहिँ सामुद्रिक जीव जन्तुहरूलाई नै उनीहरूलाई बाँच्नलाई नै गाह्रो बनाइरहेको छ। अनि त्यसपछि हिमालमा हिउँ छैन, यस्तो कुराहरू अनिले चाहिँ रूप लिइरहेको चाहिँ एकदमै क्लियर हिसाबमा देखाइरहेको छ है। त्यही पनि हामीले केही गर्न सकिरहेका छैनौँ। हामी यतिकै ल यस्तै हो, प्रकृति नै यस्तै हो भनेर बसिरहेका छौँ। हामीले जब मानिसले चाहिँ प्रकृतिलाई चेन्ज गरेर त्यसमाथि आफ्नो स्वार्थको लागि, आफ्नो सजिलोको लागि केही गर्न सक्छ भने प्रकृतिलाई नै तल राखेर किन मानिसले चाहिँ प्रकृतिलाई बचाउनलाई वा हुन्छ नि त्यो अगाडि स्टेप लिइरहेको छैन। जब त्यो स्टेप लिनुपर्ने समय आइरहेको छ अहिले, तब चाहिँ यस्तै हो, नेचरै यस्तै हो भन्ने हिसाबमा एउटा हुन्छ नि त्यो ठ्याक्कै त्यस्तो त होइन, तर हुन्छ नि मतलबै दिइरहेको छैन क्या। यो प्रकृतिलाई चाहिँ हामी नै प्रकृतिको एक अंश हौँ, हामी नै प्रकृति हौँ भन्ने कुरा चाहिँ उनीहरू यो मानिसहरूमा, हामीहरूमा त्यो अवेरनेसै आइरहेको छैन। यसको कारण नि मैले देखेअनुसार चाहिँ अब यो अनअवेरनेस नै हो नि त। किनभने हामी मान्छे चाहिँ हामीले त्यो प्रकृतिलाई किन हामी नै प्रकृति हौँ भन्ने चिन्न सकिरहेको छैन भने चाहिँ हामीले आफ्नो मानसिकतामा त्यो घेरा सानो बनायौँ कि आफूभित्र चाहिँ यो मेरो त्यो मेरो भनेर हुन्छ नि। जब यो आउँछ नि, जब हामीले प्राचीन सभ्यताहरू जस्तै इन्डियन्स, नेटिभ अमेरिकन्सहरूको देख्छौँ, अनि त्यसपछि अरूहरूको देख्छौँ, त्यहाँ हुन्छ नि उनीहरू त्यो ओनरसिपको त्यस्तो छैन क्या उनीहरूकोमा। तर जब हाम्रो ह्युमन सोसाइटी बढ्दै गयो, जब यो पावर मनीदेखि लिएर सबै कुराहरूको फाइदाहरू देख्न थाले नि मान्छेहरूले, जब फाइदाहरू भन्नाले आफ्नो लागि जब देख्न थाले, तब यो कुराहरू चाहिँ हामीभित्र नै जरा गाडेर बसिरहेको छ क्या। जुन कुरा चाहिँ त्यो सही होइन। अब त्यसले केही मान्छेलाई चाहिँ एकदमै फाइदा गर्यो, तर ओभरअल सबैलाई चाहिँ एकदमै हुन्छ नि यो नकारात्मक नै रिजल्ट देखाइरहेको छ। अहिले नै हामी देख्न सक्छौँ यो प्रकृतिलाई नै हामीले के अरू जीव जन्तुहरूलाई के गरिरहेका छौँ होइन। अनि जस्तै अब हामीले संसदमा चाहिँ मेजोरिटी माइनोरिटीको कुरा गर्ने होइन, तर हामीले एज अ होल अर्थमा हेर्ने हो भने त ह्युमनको यो बाहुल्यता हुन्छ नि, यो पावर चाहिँ एकदमै हाई छ नि त। ह्युम्यानिटीले जे गरिरहेको छ पृथ्वीमा, अरू एनिमलको त त्यो छैन नि त। किन हामीले चाहिँ अब त्यो एनिमलहरूको बारेमा चाहिँ किन नबोलिरहेको,
भनेको यो कुरा नि त्यही हो कि अनअवेरनेस। जब चाहिँ मान्छेलाई अवेरनेस छैन, उसले देखिरहेको छ कि ह्युमन बिच मात्रै देखिरहेको छ उसले कारोबार होइन, त्यही हिसाबमा सोसाइटी समाजहरू बन्यो होइन। तर उनीहरूको एनिमल इन्सेक्ट प्लान्ट्सहरूको चाहिँ उनीहरूको रोल धेरै छ हामी सर्भाइभ हुनुमा एज अ ह्युमन स्पिसिस। र हामीले देखिरहेको छैनौँ यही अनअवेरनेसको कुराले। अनिखेरि यस्तो कुरा यो एजुकेसनको मार्फतबाट नि एकदमै हेल्प हुन्छ उनीहरूलाई त अब त्यो। तर यो सुन्ने जाने धेरै हुन्छ कि सुनेर एउटा कानले सुनेर अर्को कानले उडाउने जस्तो कुराहरू चाहिँ अब त्यो धेरै हुन्छ यो एजुकेसनको। तर यदि मान्छेमा त्यो ट्रान्सफर्मेसन हुन्छ नि नै चाहेको छ भने, किनभने अहिले जुन स्टेटमा छ ह्युम्यानिटी मानव सभ्यता वा इन्डिभिजुअल ह्युमन, त्यो स्टेटबाट अर्को स्टेटमा जहाँ कि जसमा चाहिँ उसलाई सबै कुराको अवेरनेस होस्, उसको अवेरनेसको सीमा चाहिँ यति आफ्नो वरिपरि मात्रै होइन कि ठुलो एकदमै हुन्छ नि। सकेसम्म अब यो योगामा त अब हामीले यो कसमसलाई नै, ब्रह्माण्डलाई नै एउटा हुन्छ नि आफ्नो आइडेन्टिटीमा लिन्छौँ होइन, आफ्नो उसमा लिन्छौँ, पहिचानमा लिन्छौँ। तर अहिलेको स्थिति त्यो छैन। यदि त्यो हिसाबमा जाने हो भने चाहिँ हाम्रै यो योगा मेडिटेसनहरू अनि यसकै विधिहरू, यसकै यो साधनहरू हामीले युज गऱ्यौँ भने चाहिँ त्यसले चाहिँ एकदमै जुन कुरालाई हामीले हुन्छ नि मोडेर अब यो परिवर्तन ल्याउने कुरामा हामीले यतिकै अहिलेकै स्थितिमा लाग्यो भने सयौँ वर्ष लाग्न सक्छ होइन, कैयौँ वर्ष चाहिँ सयौँ नै लाग्न सक्छ होइन। तर यदि यो इन्डिभिजुअल ह्युमन बिइङ चाहिँ ट्रान्सफर्म भयो भने चाहिँ यही विधिहरूमा र उसको अवेरनेसको कुराहरू चाहिँ एक्सपान्ड गर्न सकियो भने यो गर्नलाई धेरै समय लाग्दैन। किनभने अधिकांश जनसङ्ख्या जब यसको बारेमा चेतना हुन्छ अधिकांश जनसङ्ख्यालाई, उसले त्यो चेतना भएपछि त एक त उसले गर्न नि गर्दैन नराम्रो कुराहरू वा जुन कुराले हानि गरिरहेछ त्यो गर्दैन। अर्को कुरा भने जुन हानि भइरहेछ त्यसलाई नि उसले पूर्ति गर्दै जान्छ। यसको अर्थ यो होइन कि उसले सबै कुरा हुन्छ नि त्यागेर यस्तै। हाम्रो प्रकृति नै हाम्रो घरै यही हो, पृथ्वी नै हाम्रो घर हो भने हामीले यो जग्गाले किन अर्को कुरा सबै होइन, हामीले त यसको त जिम्मेवारी लिन सक्नु पऱ्यो नि त। यो पृथ्वीमा जे भइरहेछ त्यसको सबै त जिम्मेवारी लिन सक्नु पऱ्यो। त्यही भएर चाहिँ मैले मेरो अनुभवमा, मेरो विचारमा चाहिँ अब एकदमै यो समय भनेको चाहिँ त्यस्तो समय हो जुन अधिकांश जनसङ्ख्याले चाहिँ योगा मेडिटेसनहरू गर्नैपर्छ है। त्यसको लागि चाहिँ आफैले यो मेरो यो भिडियोबाट नि अब मैले भन्न खोजिरहेको कुरा नि यही हो। यही योगा मेडिटेसनबाट नि हामीले आफ्नो लागि फाइदा, आफ्नो लागि राम्रो र सबै यो पृथ्वीकै लागि राम्रो कुराहरू हामीले गर्न सक्छौँ। अनि त्यही हो। अनि अब यो योगा मेडिटेसनमा चाहिँ के गर्ने कसो गर्ने भन्ने कुराहरू हुन्छ होइन, कहाँ गएर सिक्ने त्यस्तो कुराहरू हुनसक्छ। अब यो योगा मेडिटेसनहरू चाहिँ छ। अब सबैजना सिकाउने मान्छेहरू हामीले धेरै भेट्छौँ होइन। तर को चाहिँ जेन्युन हो, कसले चाहिँ सही बाटोमा हिँडाउँछ भन्ने कुरा नि हुन्छ होइन। मेरो अनुभव अनुसार त मैले प्र्याक्टिस गर्ने भनेको ईशा योगा नै हो होइन, जुन सद्गुरु जोगी वासुदेवले दिइरहनु भएको छ यसको शिक्षा चाहिँ। अनि यसले मेरो हिसाबमा चाहिँ मेरो अनुभव चाहिँ एकदमै मलाई चाहिँ हुन्छ नि यो रूपान्तरणको बाटोमा चाहिँ एकदमै चाँडो लगिरहेको म भन्न चाहन्छु होइन। अनि त्यस्तै अरूहरू नि हुन्छन् होइन, योगीहरू जसले चाहिँ गुरुहरू जसले चाहिँ शिक्षा दिनुहुन्छ होइन। तर जुन हिसाबमा सद्गुरु यो मानव जुन सभ्यता नै छ, ह्युम्यानिटी नै छ ओभरअल, वा त्यसलाई रिच गर्नलाई अगाडि आउनुभएको छ। त्यो हिसाबमा चाहिँ उहाँले चाहिँ यही लाइफ टाइममा नै यो चेन्जेस
को लागि चाहिँ अगाडि बढिरहनु भएको छ र उहाँ सक्षम नै हुनुहुन्छ त्यो हिसाबमा। अनि जुन हिसाबमा उहाँ अगाडि बढिरहनु भएको छ त्यसमा। अनि त्यही भएर यदि कसैलाई चाहिँ त्यो योगा मेडिटेसनको थाहा पाउनु छ भने एक त आफैमा नि एक इच्छा हुनुपर्छ त्यो गर्नलाई होइन। अब गएर त्यो जिम गएर 2-3 महिना गरेर आज जस्तो हुन्न होइन। यसको लागि त यो साधना भन्ने कुरा त त्यो हो नि त। जस्तै अब म्युजिसियनले गर्ने साधना भनेको उसले डेली प्र्याक्टिस गर्यो भने उसको म्युजिकल इन्स्ट्रुमेन्टहरू त्यसपछि भोकल्सहरू राम्रो हुन्छ नि त। त्यस्तै अब यो योगाहरूमा नि साधना चाहिँ एभ्री डे नै प्र्याक्टिस गर्नुपर्छ होइन। एभ्री डे नै हरेक दिनको अभ्यासले नै त्यो अब हाम्रो लागि टुल, हाम्रो लागि इन्स्ट्रुमेन्ट भनेकै अब ह्युमन बडी नै भयो क्या। अब साधकको लागि चाहिँ जुन योगा मेडिटेसनमा लागेको छ वा अरू यस्तै कुराहरूमा लागेको छ। अनि आफैभित्र आफ्नै यो सिस्टम मानव यो शरीरलाई जान्नेपछि चाहिँ उसले आफैभित्रै हेरेपछि नै अब उसले थाहा पाउँछ सबै कुराहरू के कस्तो, आफू के हो, आफ्नो नेचर के हो, प्रकृति के हो, आफ्नो रिलेसन के हो, यो उसमा मानव एक मानवको चाहिँ प्रकृतिसँगको रिलेसन चाहिँ के कस्तो हुन्छ भनेर चाहिँ उसले अनुभव गर्न सक्छ होइन। त्यहीबाट नै अब यो केही कुराहरू आयो क्या पहिलेको हाम्रो इतिहासमा आयुर्वेददेखि लिएर अरू अरू कुराहरू होइन। म्युजिक, क्लासिकल म्युजिक पनि, अनि यो मन्त्रको कुराहरू पनि, यन्त्रको कुराहरू होइन, तन्त्रको कुराहरू सबै यो आफ्नै मानव शरीरलाई नै भित्रै हेरेर नै हो सबै कुराहरू थाहा भएको हो है। अनि यो ग्रह एस्ट्रोलोजीहरू, एस्ट्रोनोमीहरूको कुराहरू नै त्यहीबाट नै थाहा भएको, यो रिलेसन नै थाहा भएर आफू यो ब्रह्माण्डको एक अंश नभइकन त्यो लेभलमा नपुगिकन त अब ब्रह्माण्डमा के कस्तो भइरहेको छ, अनि त्यसपछि यो सबै विज्ञानको बारेमा त ब्रह्माण्डको विज्ञान, अनि त्यसपछि यो एभोल्युसनको कुराहरू, यो जुन विष्णुको अवतार छ होइन त्यो भनेको एभोल्युसनकै कुराहरू भइरहेको छ त्यसमा होइन। अनि प्लस यो संसारको जुन यो सिफ्ट्सहरू भइरहेको छ, जस्तै गङ्गा बहने कुराहरूदेखि लिएर सबै साइन्टिफिक कुराहरू हो क्या। यो हिमालयजको फर्मेसनको कुरादेखि लिएर त्यहाँबाट गङ्गा बहकिने कुराहरू, अनि त्यसपछि यो टेक्टोनिक मुभमेन्टहरूको कुराहरू, अनि यो अर्थको क्रस्टको जुन भइरहेछ नि, सिफ्ट भइरहेछ नि, जुन गोन्डवाना कन्टिनेन्टबाट चाहिँ एसियाहरू सबै निस्केको ऊहरू तैरिएर त्यो चेन्ज भएको कुराहरू सबै उसमै छ क्या, हाम्रो इतिहासमै छ। तर हामीले त्यसलाई चाहिँ अब कसरी बुझ्ने भन्ने कुरा हो क्या यो सबै है। अनि यस्तो छ अब हाम्रो हिस्ट्री चाहिँ। अब त्यसको लागि चाहिँ पहिले आफूमा त्यो एउटा क्ल्यारिटी हुनुपर्छ, जुन चाहिँ अब यो योगाको टेक्निक अनि यो साधनहरू जुन छ त्यो युज गरेर अनि कसले कताबाट सिक्ने के गर्ने भनेर त मैले भनिहालेँ होइन। अब आफैले खोज्न नि सकिन्छ, तर त्यो जेन्युन मेरो रेकमेन्डेसन वुड बी ईशा योगा प्रोग्राम चाहिँ हुन्छ होइन। अनि जब त्यो हुन्छ अनि बल्ल हामीले एड्रेस गर्न सक्छौँ अरू यो प्रब्लमहरू, यो पल्युसनको कुराहरू, अनि त्यसपछि त नट अ बिग डिल एट अल होइन। अनिखेरि पहिले आफूमा त्यो क्ल्यारिटी जुन अनावश्यक कुराहरू छ त्यसलाई हटाएर मेन ट्रुथ हुन्छ नि, सतको बाटो सत गमय भन्छ नि, असतमा सत गमय। जब त्यो ट्रुथसँग आफू कनेक्ट भइन्छ अनि बल्ल क्ल्यारिटी आउँछ सबै कुरामा। अनि यही सिलसिलामा चाहिँ मैले एउटा सेयिङ भन्न चाहन्छु होइन। सेयिङ भन्दाखेरि नि अब हाम्रो खप्तर बाबा हुनुहुन्छ नि, खप्तर बाबाको बारेमा भन्दाखेरि चाहिँ उहाँलाई काश्मिरी बाबा भनेर कति ठाउँमा चिन्छ होइन। अनिखेरि डक्टर बाबा त्यस्तै के भनेर नि चिन्छ होइन। अनि उहाँ चाहिँ काश्मीरबाट आउनुभएको भनिन्छ। अनि त्यसपछि उहाँ नेपालमा आउनुभयो, नेपालमा नि हिँड्नुभयो इस्टदेखि, अनि त्यसपछि वेस्टसम्म दोलखामा नि उहाँ केही समय बसेको कुरा छ। अनि त्यसपछि उहाँ चाहिँ अलि सेटल हुनुभएको चाहिँ हाम्रो खप्तर नेसनल पार्क, त्यही नेसनल पार्क त्यो एरियाकै नामबाट चाहिँ उहाँलाई नाम खप्तर बाबा भनेर चिनिन्छ होइन। अनि उहाँले आफ्नो जीवनकालमा चाहिँ धेरै हुन्छ नि
करिश्मा नै भन्छ के भन्छ अब होइन, त्यो मिराकलहरू गरिदिनु भयो त्यहाँ जो चाहिँ उहाँको वरिपरि हुनुहुन्थ्यो, उहाँले भन्नुहुन्छ अहिले पनि। अनि त्यसपछि उहाँको महासमाधि चाहिँ यहाँ बुढानीकण्ठमा भएको हो। अनि त्यहाँ अहिले एकदमै सुन्दर मन्दिर पनि छ, त्यहाँ मन्दिर बनाइएको छ। अनि उहाँकै यो पल्युसनकै बारेमा उहाँले भन्नुभएको छ है, यस्तो छ, there is too much pollution of the landscape, of cultures and of our minds. Physical pollution of the land could easily be dealt with if people tried. But the pollution of one culture by another, where one group of people imposes its ways on another, is much harder to overcome. Pollution of the mind or thought, with people becoming more avaricious, capitalistic, antagonistic, and unscrupulous every year, is Earth's greatest problem. If people would return more to the ways of nature, the world would be a better place. So यसरी सठिक हिसाबमा उहाँले भन्नुभएको छ अर्थ्स ग्रेटेस्ट प्रब्लम भनेर है। अनि उहाँको वेबसाइट नै छ जहाँ चाहिँ डिजिटलाइज गरेको छ उहाँको यो कन्टेन्टहरू भनौँ न, उहाँले भन्नुभएको कुराहरू, उहाँको भिडियोजहरू, त्यो वेबसाइटको लिङ्क पनि म राखिदिन्छु। सो यति नै हो। नमस्ते।